नमस्कार हौवा सबैजनालाई फेरि पनि म भिडियो लिएर आइसकेका छौँ साथीहरू। अनि त्यसपछि आज चाहिँ हामी थलीसम्मको यात्रा, नानीहरूको मामा घर, मेरो माइती घर अनि मेरो हस्बेन्डको चाहिँ ससुराली देख्न सक्नुहुन्छ है साथीहरू। मेरो छोरी चाहिँ एकदमै मामा घर जानु पाउँदाखेरिको खुसी। मेरो कान्छी छोरी, हामी 4 जनाको परिवार छौँ। जस हामी चाहिँ हिँडेर जानुपर्ने छ। अब गाडी पनि जान त जान्छ, त्यही पनि के गाडीमा जानु भनेर चाहिँ हामी हिँड्दै नै जानेछौँ साथीहरू। बाटोमा तपाईँहरूलाई म देखाउने छु है। जानुपर्ने हुन्छ बाटोमा चाहिँ एकदमै अब छिटो जाऊँ भनेर सर्टकट बाटोमा हामी हिँड्दैछौँ। म चाहिँ भिडियो बनाउँदै अगाडि अब नानीहरू लिएर हिँड्दै हुनुहुन्छ। किन त्यस्तो उफ्रेको? किन? हजुर कसले? भाउजू? माइजूलाई माइजू पनि भन्नुपर्छ होइन? नाटक कसले भनेको? तिम्रो मेमलाई आउँदैन रहेछ। बाटोमा चाहिँ फुलहरू पनि छ। माथि पुग्नुपर्ने हुन्छ साथीहरू। यस्तो छ बाटो साथीहरू। रोडमा पिच रोडमा निस्किनुको लागि अब हामी चाहिँ छट्किँदैछौँ बाटो सर्टकट। तरकारी देख्न सक्नुहुन्छ यता कतै तरकारीको घारीबाट हामी निस्किनु पर्ने हुन्छ। अब चाहिँ साथीहरू हामी मेन चोकमै निस्किनु आँटेको छौँ है। मेन चोकमा हामी आइसकेको छौँ साथीहरू, देख्न सक्नुहुन्छ। यसरी जानुपर्ने हुन्छ। अझै चोक बाँकी छ। टाढै पुगेर आउनुभयो दाजु? ए हजुर। मेन चोक चाहिँ भन्छ। हामी चाहिँ पठाउमा चढेर जाँदैछौँ। मेरो बाबा चाहिँ अनि अगाडि गइसक्नु भएको छ कि त्यो अगाडि कि मै कति मिनट जति लाग्छ? 5 मिनट जति लाग्छ त? 5 मिनटमा पुगिहाल्छ। है मेरो चप्पल झऱ्यो भने झरोस्। आफ्नो चप्पल सम्हाल्नुपर्छ, थाहा हुँदैन? मेरो चप्पल बोक्नु न, म खाली ओइ बदमास अहिले। बाटो चाहिँ एकदम खुल्ला भएपछि सजिलो के चलाउनु पनि है दाइ? खै बाबा मम्मु गइसक्नुभयो। बाटो चाहिँ यस्तो छ। हजुर। त्यो बालेन हो के बालेन? ए बदमास चुप लाग। बालेनले त राम्रो पो गर्नुहुन्छ त। अनि बालेन अब चाहिँ राम्रो हुन्छ है बाटो चाहिँ। यता चाहिँ फेरि तपाईँलाई थाहा छ? के भयो? माइजूको घर कहाँ छ भनेर? चाइनाको। थली सहर आइपुग्यौँ हामी। सहर भनौँ कि चोक है? कस्तो राम्रो छ। राम्रो कस्तो। हामी बसेको भन्नु त राम्रो त छ त। बजार पनि छ। त्यहाँनिर घर बनाऊ न। उयो हस्पिटलमा सरगम जन्मेको। अनि तपाईँको पनि जन्मेको? तिमी होइन? आशा पनि जन्मेको। हामी आइसक्यौँ। थलीमा पनि देख्न सक्नुहुन्छ कोठा। सरगम खै नमस्ते गरेको तिमीलाई?
कसले किनिदिनु भएको एक फाइट लिन दिन मेरो बधाई नि चाहियो वाइफाई हुन्छ र भन्छ वाइफाई रहेनछ पाप के छैन डाउन